देखा है पहली बार सजन की आंखों में प्यार झिल्के पदम झिल्के पदम झिल्के पदम झिल्के पदम झिल्के पदम अब झिल्केको के हुन्छ त अब यसो बाहिर निस्किनु पर्यो घुम्नु पर्यो लुगा माथि मान्छे माथि झिल्के भएर के गर्छ घरमा सब्जी छ जा सब्जी बारीमा गएर इस्कुस टिप मुन्टा अब बुढी अब यस्तो लुगा लगाएर चाहिँ म इस्कुस टिप्नु अहिले इस्कुस टिपेर सबै इस्कुसको गुदी निस्किसक्यो यस्तो लुगा लगा भने त्यो इस्कुसको सिजन हुन मात्रै इस्कुस खाने जा टिपिहाल त्यहाँबाट उता त माटो ढुङ्गा खाएर बस्नुपर्छ साला घरमा सब्जीहरू केही लिनु छैन कमाउनु छैन चिटिक्कै भएर नि त्यो पनि चिटिक्कै के भन्ने हेर न गति हेर फेसन स्टाइल 21st सेन्चुरी जमाना हो माटो र ढुङ्गा खाइ त माटो र ढुङ्गा खानु अब स्टोन एज हो क्या गएको म इस्कुस टिप्न अहिले त्यो पनि पाउँदैन रहेछ अहिले कसले आएर टिपेर हिँड्छ कि त्यहाँबाट ढुक्कै हुलास यो बुढीको नक्कल देखेर पनि म यो बुढीको नक्कल देखेर म छक्कै पर्छु अस्ति हरियो बोट इस्कुसको हुँदा चाहिँ उसलाई इस्कुस खानै मन पर्दैन जब इस्कुसको बोट सुकेर काक्रा के भयो नि जरा खाने बेलामा उसलाई इस्कुस चाहियो अब यो टाइमको इस्कुस चाहिँ सबै गुदी निस्केको हुन्छ है बुढी बाटै परेको हुन्छ नि त्यो भने मन दुखाउँछ अब यस्तोमा इस्कुस कसरी खोज्नु सबै इस्कुस सुकिसक्यो यति बेला त जरा खान्छु भने म बरु खोदालेर भए पनि जरा खिलाउँछु नि बुढीलाई अब यस्तो लुगा लगाएको बेलामा चाहिँ इस्कुस खोज भन्छ हौ छ्या अब यस्तो यस्तो इस्कुसहरू छ अब यो इस्कुस चाहिँ कराईमा पकायो भने त म गाला साला पड्काइदिनु आफूलाई सिलिन्डर भर्नु कम्ती साह्रो अब यो सिटी लगायो भने यो इस्कुसले चाहिँ 20-25 सिटी नलगायो पाक्दैन अब गरम भयो भन्ला त गुदी निस्केर लात्तै भयो ओइ ब्यागले न एउटा अब यो लेदरको झोलामा हाल्नु म तेरो थुतुना भन्दा डर लाग्दो छ यो इस्कुस हेर त बाहिर बजारमा लगायो त्यसमा इस्कुस होइन त्यसमा त के ल्याउँछ तेरो त्यो ब्यागमा त्यसमा हालेर बरु समात ल लाखौ बरु ला इस्कुसले दिएर बोक्दै लडाइन्छ तँलाई नि म नि यसले हाने टोर्का बनाइदिन्छु यो बुढीले घरमा यस्तो झिल्के बुढा हुँदा पनि आमामा एउटा हुन्छ नि त बुढालाई रेस्पेक्ट भन्ने त हुन्छ नि त हौ अब यस्तो चाडाक चिडिक बुढालाई त अरूको बुढाहरू यसरी हिँड्दैन अब बुढीले अब बाहिरदेखि चाटेर चाडाक चिडिक बनाइदिन्छ हाम्रो बुढी त तर मैले आफ्नोमा हुँदाखेरि भ्यालु हुँदैन अरे कुन दिन छोडछाड गरेर चल्दिन्छु नि अन्त ढुक्कै हुन्छ रुँदै मेरो बुढाले छोड्यो त्यो त केटी खेलायो भन्छ होला नि आमामा अघि भर्खर लाउन्डेसन लगाएको फाइन ओ बुढी तँलाई अलिकति लाज लाग्दैन अब यो कोट सिलाउनु कम्ती साह्रो अब जङ्गल पठाएछ अब म गएको ल बुढी चुपलाई घरमा बसेर काम गर्न भाँडाहरू धु खानाहरू बना के गर्छ मैले चाहिँ तँलाई मै भाँडा धुने मै खाना पकाउने भए चाहिँ म तँलाई यस्तो कलकलाउँदो बुढी बिहा गरेर ल्याउँथेँ म अहिले बाहिर निस्क्यो भने नि यस्तो भाँडा धुने यस्तो खाना पकाइदिने मेरो लागि त लाखौँ करोड निस्किन्छ तेरो मन दुख्छ भनेर नभनेको नापी चाहिँ तेरो अन्डरको पछाडिबाट एकछिन म अलिकति क्रिम लगाएर निस्किहाल्छु बुढी जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म बहिनीहरू त्यति हो दाइ नभन्नु ल बुढी 500 देऊ न नाइ नभन्नु ल 500 देऊ न यहाँ बरु 500 उयो एउटा इस्कुस कसले खान्छ यो एउटा इस्कुस कसले अगाउने मेरो जिउ हेरेर म अगाउँछु इस्कुसले यो इस्कुस तेरो नानी र तेरो बाउले नि डल्लै खाइसक्छ म के खानु तँ के खान्छस् जा सब्जी लिएर आइज पर्खि यहाँ बस अब त्यत्रो इस्कुस चाहिँ अब कतिजनाले खान्छ अन्त एउटा म त खान्न अब म त यस्तो इस्कुस खाँदैन पनि अब हामी खाइहाल्यो स्क्वास खाइदिउँ ला किन फुस्रो हो भनेको ल जा बेसी नफल्नु पर्छ अब अहिलेको जमानामा चाहिँ पोली ब्याग ब्यान्ड हो भनेर याद छैन पोली ब्याग चलाउनु हुँदैन भनेर याद छ त बुढी तेरो बुढा कम स्मार्ट छ चला रहेछ त जा सब्जी लिएर आइज सब्जी ल्याइस् भने मात्रै पाक्छ अन्त सब्जी ल्याउनु त पैसा चाहियो नि त बुढी पैसा मलाई माग्छस् म कमाउने हो तँ बाहिर हिँड्छस् मलाई घरभित्र बस्ने मान्छेलाई माग्छस् माग्ने है अञ्जली बचाउन मलाई लुकाउन भनेको सब्जी लिनु नगएर के लुकाउनु हौ उहाँ गेटमा गएर भनिदेऊ न आमा आफ्नै गाउँको बहिनीहरू 3-4जना आँखा झिम्काएको गर्छ बाटोमा बिहा गरेको हो म भनिदेऊ न जाऊ न नाटक चाहिँ बेसी नपऱ्यो आँखा पनि झिम्काउनु तँलाई आँखा झिम्काउँदैमा चाहिँ के हुन्छ तँलाई आएर नम्बर माग्यो तँलाई के भन्यो आँखामा केही पसेको छ नि उसलाई पनि आँखा झिम्काउने अनुहार हेरेर बोल्नु नि हौ मान्छेहरू लुगा मैला भयो जानु सब्जी लिएर आइज न हौ अन्त म जानु पर्यो नि बाटोमा ड्याम्मै केटीहरू बसिरहेछ ड्याम्मै केटीहरू बसिरहेछ अब मलाई समात्यो भने मेरो रेप गरिदियो भने डर हुँदैन मलाई
अब यो लुक्सहरू कोतार्दियो भने त्यत्रो कन्फिडेन्स छ है तल तेरो अन्नमा मलाई त पुरा तेरोमा चाहिँ किन नआएको तेरो बुढा यस्तो ह्यान्डसम छ बाटो छेक्छ केटीहरूले घमण्ड हुन हो अलिक जा तँ आफै जा दोकान जा तेरो लुगा र तेरो अनुहार हेरेर घमण्ड होइन लाज लागिसक्यो कता गएर अनुहार लुकाउँ भएछ जानु सब्जी चाहिँ लिएर आएछ मलाई त हाँस मात्रै उठ्छ अब केटीहरूले तान मारेर तेरो बुढा छुट्टाइदिन्छ तेरो बुढा छुट्टाइदिन्छ कुन दिन ल छुट्टाइ तान हुन्छ बहिनीहरूले के भएको थियो बहिनीहरू पनि म बिहा गरेको बिहा नगर्दा त आफ्नै गाउँको बहिनी लुक्स दिन्थेन पहिला बुझिस् जा त तँ आफै दोकान जा त तेरो बुढालाई नि अहिले तान गरेर मारिदिन्छ जा मोर कि जाको सब्जी चाहिँ लिएर आएछ जा न त्यो केटीहरूले बाटो छेकिरहेछ तँ गएर भन्दैन अन्त कराइदिएन अलिकति त्यो बहिनीहरूलाई चाहिँ जा न मलाई रिस उठाएको त अहिले लु हिँड त तँ आफै हिँड त लु हिँड त हिँड त होइन जा नै जा स्कुलको झटरा हान्छु म अहिले लु टाढैबाट राखिदिनुहोस् त अन्त के हो मासुको गन्धाको ठ्याक्कै चाल भयो त मासु लिनु जान आँटेको एहे अलिक बेसी ल्याउनु त कता सर्यो छानाले हे गाइस एकदम इन्ट्रेस्टिङ प्लेटफर्मको बारेमा भन्न गइरहेको छु जसको नाम 1x हो T20 म्याचहरू चलिरहेछ र ODI म्याचेसहरू पनि भइरहेछ र यहाँ थुप्रै गेमहरू पनि खेल्नु सक्नुहुन्छ तपाईँहरूले र यहाँ माथि थिच्नु भयो भने चाहिँ तपाईँले डिपोजिटको अप्सन पनि पाउनुहुन्छ र यहाँ चाहिँ थुप्रै डिपोजिटको अप्सनहरू पनि छ जिपे युपिआई को थ्रु र यहाँ माथि थिच्नु भयो भने यहाँ चाहिँ तपाईँले ट्रान्जेक्सन हिस्ट्री र मेरो प्रोमो कोड चलाउनु भयो भने चाहिँ तपाईँले स्पेसल वेलकम बोनस पाउन सक्नुहुन्छ तपाईँको फर्स्ट डिपोजिटमा 26,000 र लिङ्क चाहिँ मैले कमेन्टमा राखिदिएको छु मेरो प्रोमो कोड चलाउनु नबिर्सिनु होला सौदा ल्याउनु गएको मान्छे खै के हो त्यो जहिले त मलाई त मासु खानु नपाएको जस्तो भनेर हौ के भन्यो फेरि मासु लिनु गएको गन्दा सुँगेर याद पायो भन्छ त मलाई त त्यो बतामा त्यस्तो याद छैन के भएको हाम्रो चाहिँ त म त ठिक लागेको छैन है एक दुई दिनदेखि त अस्तिको महिना आउँदा अर्कै थियो यो महिना फेरि अर्कै छ यो महिना त त्यो के अरे भेलेन्टिनो हो कि के अरे त्यो साल होइन यो महिना फेब्रुअरी महिना फेब्रुअरी पो हो अन्त पो यति साल चम्केको अस्तिको महिना त नको थिएन नि यो महिना नोएर पो अर्को दिएको त भ्यालेन्टाइन भने नको यो ए के अरे भेलेन्टिनो हो कि कोनी के गुलाबको फुल लिएर हिँड्ने दिन त्यो जहिले अलिक सम्झाइ त्यो भएन ट्याक्कै भएन म त डाउट लाग्नु थालिसक्यो अर्को बाहिर त्यस्तो त भएर हिँड्छ बिहा गरेको मान्छे नानी भएको मान्छे ल्याए पनि एक दिन भन्दा बेसी बस्दैन कुनै केटी पनि बस्दैन यो अलिक सम्झा के हो त्यो कोटामा म सुगा हिँडेको जस्तै देख्दै थियो केस पनि त्यस्तै पिलित पारिहाल्छ कसको लिएर लगाएको मलाई त लाज पो लागिसक्यो यस्तो देख्दा त कति मेरो पनि अलिकति ब्याङ्कको काम छ र एकछिन यता सर्टै निस्किहाल्नु भनेर आएको खै जोइको त मलाई पारा ठिक लागेन याद गरे बहिनी अलिक ल गएँ म अलिकति काम छ ल अर्किस्ते आओस् न त्यसको भ्यालेन्टाइन म निकाल्छु एकछिन के भएको जोइ तपाईँ मासु खानु न जाउँ न मासु खाएको जस्तो जिउ छैन त ठोकेरै लड्छौ त तिमी अन्त यहाँ अब सानो मासु बोकेको छ आउनु चाहिँ मासु खाने नआए ठिकै छ मासु कसरी दिने जोइको पारा चाहिँ ठिक लागेको छैन सुगा जस्तो सुगा भित्रे मासु खाओस् त्यसको चिनेसम्म को हो चिनेपछि माया मोह मासु अब यहाँ भुइँतिर मासु राख्छ किन चियर तान्नु म जाने मासु राखेर टाइम भइसक्यो यहाँ फुट्नु हात नलगा न बुढाको त छाती नहुने रहेछ नि त यो महिना फेब्रुअरी महिना मलाई किन भनेन अब मैले भन्नुपर्छ मैले भनेर क्यालेन्डर बनिने हो क्यालेन्डर हेर्न बुढी अब त्यति साह्रो पाएको त क्लास 10 पढेको नोभेम्बरदेखिको डिसेम्बरसम्म जनवरीसम्म नको मान्छे फेब्रुअरी 1 तारिक आएर किन नयाँ भनेको त भ्यालेन्टाइन डेको लागि अब गरम लागेन अस्ति त चिसो थियो जानै भइरहेछ त यी तो 15 तारिकसम्म मसँग अगाडि पछाडि डुले नरहेछ तँ बाहिर कता हिँडेछ तर अब छोड्न अन्त यसरी पक्रिस भने कसरी अगाडि यसरी नै पछाडि हिँड्छस् यसरी नै अगाडि हिँड्छस् यसरी बुझिस् मासु त राख्नु हुँदैन लु मासु राख्नु अगाडि पछाडि हिँड्न तँ पनि त अनि आउडे हुन्छ बटन डल्लै भयो त बुढी त्यही कारणले अर्काको मक्केको लुगा यो 80s 90sहरूको लुगा नलगा अन्त किन्दैन त किन्नेको लुगा पैसा राख्नु मात्रै पैसा राखेर गान्धीजीको मुखमा पनि ढुडी पडिसक्यो निकाल्दैन खर्च गर्न सब च्यातिन्छ अन्त नाङ्गे हुन्छ जस्तो फेरि यहाँ नाङ्गे भयो म नाङ्गे भएन नि तेरो घरमा केटीहरूको लाइन आउँछ अफिसबाट देख्छ फेरि अन्त डर त छ लाइन लाग्छ ल हिँड बुढी ल
यो के 14 तारिक चाहिँ मायाको महिना हो तँलाई त साङ्ली पो किन्नुपर्छ साङ्ली किन्ने यो लुगा डल्लै फालिदिन्छु है लुगा लगाएर केटी पठाउ अन्त फेरि 14 तारिकसम्म बस्ने खुट्टा बाँधे तेरो घाँटीमा बाँधे तँलाई म अब हेर्नु अन्त हामी 14 तारिकसँगै बसेर फेरि अर्को नानी भयो भने भए पनि होस् न त ल ल ल ल ल